प्रश्न नम्बर 1 नेपालको इतिहासमा खरिदार बा भनेर कसलाई चिनिन्छ? ए रणबहादुर शाह, बी बाबुराम आचार्य, सी पृथ्वीनारायण शाह र डी कृष्ण प्रसाद कोइराला। साथीहरुको सही उत्तर डी कृष्ण प्रसाद कोइराला। प्रश्न नम्बर 2 भूकम्पमा परि मर्ने राजा को हुन्? ए अभय मल्ल, बी जयप्रकाश मल्ल, सी रत्न मल्ल र डी प्रताप मल्ल। साथीहरुको सही उत्तर ए अभय मल्ल। प्रश्न नम्बर 3 कुन नदी सप्तगण्डकी नदीको सहायक नदी होइन? ए त्रिशुली, बी इन्द्रावती, सी मस्याङदी र डी दरौदी। साथीहरुको सही उत्तर बी इन्द्रावती। प्रश्न नम्बर 4 अरनिको हिमाल कुन जिल्लामा पर्दछ? ए रुकुम, बी खोटाङ, सी डोल्पा र डी सोलुखुम्बु। साथीहरुको सही उत्तर सी डोल्पा। प्रश्न नम्बर 5 मञ्जुश्रीले बसाएको बस्तीलाई के भनिन्छ? ए देवपतन, बी मञ्जुपतन, सी विष्णु तीर्थ र डी चक्र तीर्थ। साथीहरुको सही उत्तर बी मञ्जुपतन। प्रश्न नम्बर 6 नेपालमा रातो मच्छिन्द्र नाथको सुरुवात कुन राजाले गरेका हुन्? ए पृथ्वीनारायण शाह, बी प्रचण्ड देव, सी नरेन्द्र देव र डी मानदेव। साथीहरुको सही उत्तर सी नरेन्द्र देव। प्रश्न नम्बर 7 नेपालको सबैभन्दा ठूलो मूर्ति कुन हो? ए पशुपति, बी कालभैरव, सी विश्वरूप र डी बुढा नीलकण्ठ। साथीहरुको सही उत्तर डी बुढा नीलकण्ठ। प्रश्न नम्बर 8 चेपे नदीको झरना कुन जिल्लामा पर्दछ? ए मुस्ताङ, बी मनाङ, सी दोलखा र डी कास्की। साथीहरुको सही उत्तर बी मनाङ।